हेलो एभ्रिवान, वेलकम छ मेरो न्यू ब्लगमा। आज म तपाईहरुले यस्तो ठाउँ देखाउन चाहन्छु अनि यो ठाउँ देख्ने बित्तिकै तपाईहरु पनि यो ठाउँमा जाम भनेर सोध्ने बाध्यता हुनेछ। अनि कस्तो दामी ठाउँ तपाईहरुले देख्न सक्नुहुनेछ। अन्तिमसम्म नछुटिकन हेरिदिनु होला। थ्यांक यू सो मच। लेट्स सी। हेलो एभ्रिवान, वेलकम छ। अनि आज चाहिँ हामी घुम्न जानु भएको। अब त हामी डाँडा चढिसक्यो अनि हल्का बाटो चाहिँ गाह्रै रहेछ। उकालो चढ्नु भएको कारणले गाडी पनि गाह्रै भएर चढिरहेछ। अनि ठाउँ चाहिँ एकदम राम्रो छ। हरियाली सबै पुरै ढाकेको जंगलले। हेलो गाइस, हाम्रो गाडी चाहिँ यही अड्क्यो। ओइ गाडी चाहिँ यही अड्क्यो। अब हामी चाहिँ निक्लिएको। अब गाडी खाली भएपछि हिँड्न सजिलो हुन्छ भनिरहेछ। अनि आइरहेछ। अब हेरौँ। फाइनली हाम्रो गाडी पार्क गरिसक्यो। यहाँदेखि चाहिँ बाटो एकदम राम्रो रहेछ। अनि त्यहाँ चाहिँ के भयो कि थाहा भएन। फाइनली हाम्रो गाडी पार्क गरिसक्यो। कुदौँ रे खड्रा सायद। अनि ठाउँ चाहिँ एकदम राम्रो छ। हैनौँ, गाडी चाहिँ हामीलाई कुरिरहेछ। अहिले चाहिँ बाटो एकदम राम्रो रहेछ। फाइनली हामी चाहिँ हेवन डाँडामा पुग्न लाग्छ। थोरै समय बाँकी छ पुग्नलाई, फ्यु मिनेट। पुगेपछि हेरौँ सिन कस्तो हुँदो रहेछ। आज चाहिँ हामी धेरै डाँडा चढेर माथि पुगेको थियो। एकदम राम्रो रहेछ। अनि उहाँ चाहिँ हाम्रो राजाको मूर्ति रहेछ। अब फोटो खिचौँ। फोटो काजी कालु पाण्डे। ठाउँ त एकदम राम्रो छ। बिस्तारै हामीहरू ठाउँहरू देखाउँदै जानेछु। कस्तो राम्रो हिमाल। यहाँ त हाम्रो पहिलाको स्टोरी होला, तर स्टोरी त हामीले खासै थाहा छैन। अनि राजाहरूको एकदम राम्रो ठाउँहरू छ। हुनुहुन्छ ठाउँ चाहिँ एकदम राम्रो छ, हेर्न सक्नुहुनेछ। आमामामा कस्तो दामी। अनि फुलहरू पनि। अनि यसमा त घाम पनि एकदम राम्रो लाग्छ। हेर्दै जाउँ। अब हामी चाहिँ माथि भ्यू टावरमा चढ्न लागेको। लौ गाइस, अब भित्र छिर्यो हैन हामीहरू। माथि चढौँ है। कस्तो रहेछ हेरौँ। एकदम। अब चाहिँ म चाहिँ माथि चढेको है। आहा, माथि जाँदैछु। हेरौँ कस्तो देख्दो रहेछ। अनि त्यहाँदेखि माथि चढ्दैछु हामी। भ्यू टावरमा त यस्तै यार फोहोरहरू फाले रहेछ हैन। खासै सफा गरेको छैन रहेछ। एकदम राम्रो छ। भने अब हामी चाहिँ माथि चढेको। वाउ, क्या नजारा है भन्छ नि त। यस्तो दामी रहेछ। हिमाल देख्न सक्नुहुनेछ। एकदम राम्रो ठाउँ। जिन्दगीमा यस्तो ठाउँहरू पनि घुम्नु पाउँदो रहेछ अरे। यहाँ फोहोरहरू फाले रहेछ, सफा गरेको छैन रहेछ। त्यही पनि अब यहाँबाट चाहिँ एउटा गाउँ देख्न सक्नुहुनेछ। एकदम राम्रो।
हवा के नजरालू चुराहे। हामी चाहिँ फर्स्ट टर्ममा चढेको। आमा हावा हेर्नु होला। प्लेन गइरहेछ। आज हाम्रो साथीहरू हेभन डाँडा घुम्न आएको, अनि त्यही भएर हामी चाहिँ अब मेन टार्गेट हाम्रो हेभन डाँडामा जाँदैछु। अनि हामीहरू हिँडिरहेछौँ। अब यहाँदेखि तल हिँडेर अनि त्यहाँदेखि हामीले चाहिँ हेभन डाँडामा पुग्ने बाटोमा चाहिँ जानुपर्ने हुन्छ। त्यही पनि हामी हिँडिरहेछौँ। अन्तिमसम्म हाम्रो भिडियोलाई जोइन गर्नु अनि अन्तिमसम्म हेर्नु होला। अनि कस्तो राम्रो नजारा देख्न सक्नुहुनेछ। हुने मात्र होइन, तपाईँहरू इन्जोय पनि लिनेछ। फाइनली हामी चाहिँ हेभन डाँडामा पुगिसक्यो। हेभन डाँडाको नजारा हेर्नु होला। यहाँ चाहिँ कुकुर पाल्ने रहेछ। कति धेरै कुकुर बगिरहेको रहेछ। कुकुर पाल्ने घर रहेछ। बाटो त खतरा रहेछ। फुलहरू पनि देख्न सक्नुहुनेछ तपाईहरूले यहाँ चाहिँ। अनि बाटो चाहिँ यस्तो रहेछ। वाउ, कस्तो दामी फुलहरू फलेको। अनि साथीहरू चाहिँ ऊ पर रहेछ, आउँदै रहेछ। हे गाइस, अनि हामीले चाहिँ आज डाँडा घुमिसक्यो। एकदम रमाइलो भयो। अनि त्यही भएर हामी चाहिँ अब बाटो फर्किँदैछु। एकदम रमाइलो भयो, मजा आयो। अनि हाम्रो साथीहरू अनि यहाँदेखि चाहिँ हामी देख्न सक्नुहुनेछ काठमाडौँ। अनि कस्तो राम्रो ठाउँ, एकदम राम्रो देख्न सक्नुहुनेछ। माथिबाट आएको, माथिबाट ट्याक्सी आउँदै रहेछ। साथीहरू बाटो चाहिँ यस्तो रहेछ। अब यस्तो बाटो हिँड्नुपर्ने रहेछ। अनि यहाँदेखि चाहिँ देख्न सक्नुहुन्छ काठमाडौँ। साथीहरू आउँदैछ। पहाडहरू हेर्न सक्नुहुनेछ। अनि यहाँ यस्तो राम्रो फुलहरू देख्न सक्नुहुनेछ। यस्तो भ्यू राम्रो। फुलको एकदम रमाइलो ठाउँ छ। हल्का हामीहरू चाहिँ धेरै हिँडेर रेस्ट गरेको। अनि यहाँदेखि नजारा भ्यू देख्न सक्नुहुनेछ, एकदम राम्रो।
हे गाइस, अब हामी चाहिँ फर्किँदै यहाँ एउटा टेम्पो पायो अनि टेम्पो बुकिङ गरेर हामी चाहिँ फर्किँदैछु। फर्किँदैछु। टेम्पोमा चढ्नको मजा छुट्टैकै आउँदो रहेछ अनि एकदम रमाइलो छ। हामी चाहिँ टेम्पोमा चाहिँ गइरहेको छु। हामीले हाम्रो यात्रा सक्यो, अब कलङ्की पुग्नला छ अनि यात्रा चाहिँ एकदम राम्रो रमाइलो भयो। अब हाम्रो यात्रा म यहीँ एन्ड गर्न चाहन्छु अनि तपाईँहरू सबैजनाले अन्तिमसम्म हेर्नुहुनेहरू सबैलाई धेरै धेरै धन्यवाद एन्ड थ्याङ्क यू सो मच अनि सी यू नेक्स्ट ब्लग।